आजको चाहिँ बिहानको सुरुवात हाम्रो यसरी भइरहेको छ। हावाई घरमा छौँ हामी। हावाई घरमा छौँ हामी। केटाकेटीलाई मैले भेला पारिसकेँ किनभने आज हामी माछा मार्न जानु लागेको छौँ। माछा मार्न जानुको लागि यसलाई खुकुरी लिनु पठाएको थिएँ बल्छी बनाएर टाँगो बनाउनु। खुकुरी देखा, खुकुरी देखा। अब यसले टाँगो बनाउने हो हामी। बाँस यहीँ छ, यसले बल्छी रेडी गर्दैछ। टाँगो बनाउँदैछु। केटाकेटीलाई माछा मार्नु डर लाग्यो भने जाम भन्दैछ। रेडी गर्दैछु यिनीहरूको लागि। अब हामी चाहिँ के अरे माछा मार्नुको लागि बल्छी र धागो किन्नु जाँदैछौँ। खुकुरी पनि बोकिरहेको छौँ। यहाँ टाँगो बाटोमा भेट्यो भने बाटोमै काट्ने भनेर। यहाँ आइज, हामी कहाँ जानु लागेको भने भन्दै हामी कहाँ जानु लागेको अरे अब। अनि माछा मार्नुको लागि के किन्नु जाने हो? बल्छी कहाँ पाइन्छ अरे किन्नु? हो कहाँ कसकोमा? ए तिमीहरूको बाँसु हो जे पाइदियो भन्छौ? बाजे ठुलो बाबा हामी बाजे भने चाहिँ हाम्रो चोक है। अहिले हाम्रो चोक चाहिँ यस्तो भइसकेको छ। यहाँ माछा मार्ने टोली चाहिँ यता छ है हाम्रो। यता तिनजना माछाको भित्र एउटा ट्याङ्की हुन्छ अरे। त्यो तिनीहरूको एयर ब्लाडर हो क्या। यो चाहिँ यहाँ बल्छीको लागि किनिसकेको छु। यहाँ धागो बल्छी 16 केजी थाम्छ अरे। त कति के छेस्? तँलाई थाम्दैन, यसलाई थाम्छ। यहाँ टाँगो काट्नुलाई लुकेर बाजेको घरमा आएको छु है। मार्छन् बाजेले थाहा पायो भने लुकेर टाँगो काट्ने अब एउटा। हामीले चाहिँ बल्छी बनाइसकेको छौँ है। बल्छी देखाऊ टाँगो। हामी माछा मार्नु अर्को पनि यहाँ थपिनु लाग्यो है। यहाँ प्रचण्ड आयो ल पक्न र पक बनाएकै छैन। एकदमै छिटो गरेर बल्छी रेडी गर्दैछु। अनि यता मलाई ढिलो भयो भनेर मामुले पनि सघाउनु हुँदैछ। र यतापट्टि अर्को टोलीहरू छ, यता टोलीहरू छ। धेरै माछा लिएर आउँछौँ ल। हस् मामु ल। मछडी मार्नु हिँड्दैछौँ हामी यहाँ। युसाने लुक्छेस् त लुकिस् भने त फेरि खत्तम हुन्छ यता हेरै। र अघि मैले तपाईँलाई भनेकै थिएँ हामी चाहिँ माछा मार्न जानुको लागि चुप न। हामी चाहिँ माछा मार्न जानुको लागि रेडी भएर बल्छी साल्छी रेडी गर्दैछु। अब चाहिँ रेडी भएर हिँडिसकेको छु। यो काले त्यस्तो यहाँ स्किल देखाएर माछा मार्छ अरे आज। माछा मार्नु पनि छाता ओढेर मोडर्न जमाना भइसक्यो यस्तो छ है। हामी माछा मार्ने आउने ठाउँ चाहिँ माछा मार्ने ठाउँ यस्तो छ। पहिले चाहिँ झन् यहाँ मान्छे कम्ता धेरै हुँदैन थियो। यहाँनिर बल्छी लाउने ठाउँ हुँदैन थियो। यता वारी यता यो चाहिँ सानो पुलगई भन्थ्यौँ हामी। अब हामी माछा मार्नु चाहिँ पराकोमा जाने हो। ठुलो पुलगई भन्थ्यौँ हामी त्यसलाई चाहिँ। ठुलो पुलगई भन्छौँ हामी चाहिँ त्यसलाई। पराको पुलगईमा जाने हो हामी चाहिँ माछा मार्नु। अहिले चाहिँ हाम्रो पुलगईको बाटो पुरै त यस्तो भइसकेको छ है। राम्रो पुरै राम्रो भइसकेको छ। सर हामीभन्दा अगाडि हिँडेर पर दुईजना चाहिँ पुगिसकेको छ। तिनीहरू चाहिँ गएर उहाँ रेडी गरिसक्यो। उहाँ हामीभन्दा छिटो धेरै माछा पार्छौँ भनेर। खासै माछा पर्छ जस्तो लागेन है। पुरै पानी धमिलो भएको रहेछ। हिजो पानी परेर बिहान अहिले सिमसिम परेको थियो। पानी पर्छ के अरे माछा पर्छ जस्तो लागेन। त्यही पनि एउटा मेमोरी रमाइलोको लागि हामी यहाँ उपस्थित भइसकेका छौँ। तर माछा चाहिँ पर्छ जस्तो लागेन मलाई। यिनीहरू यहाँ हतार गरेर आएको छ। कति माछा पार्ने रहेछ आज। हारुसे कुद्दै आउँछ सँगै आउनु भनेको कुद्दै आइस् त दमलु। ओ दमलु माछा मार्ने टोलीहरू यहाँ यता चाहिँ बाम खोज्दैछ। ओ खोइ तेरो बाम साइना बाम खोइ। खोइ ल फर्स्ट माछा परिसकेको छ यहाँ। पार्ने मान्छे चाहिँ माछा पार्ने मान्छे फर्स्ट माछा पार्ने आफू जत्रै खोइ राख्दा थुक्रियो भाइ। अब म पाम पारेर आउँछु ल। माछा ओहो यो पो रहेछ त गुडी त। यसले माछा पारिसक्यो दुईटा आज। मैले त्यहाँ साइकल लडेको थियो र उठाइदिनु गएको थिएँ। त्यसले फेरि माछा पारिसकेर खोइ ल हो त यसले पार्दो रहेछ त माछा त।
खोइ देखा त के भयो अरे उम्केको थियो कहाँ उम्किएको थियो उता त्यो अघि नै यता देखा त कुन माछा हो चिन्छेस् यसले माछा मार्दो रहेछ है लु तिमी कुखुरा भागो गेटी स्वातलाई जानेको थिएँ न मलाई भाग्यले साथ दियो न माछाले साथ दियो एउटा पनि परेन न भाग्यले साथ दिन्छ न माछाले विरक्त लाग्छ हौ घरिघरि त डन्डालापुर घाम लागिरहेछ र त्यही पनि माछा पार्न आएको हामी तर परेन मेरो लक राम्रो छ क्या घाम यस्तो छ मलाई पानी ल्याइदिएछ यहाँ दुईजना राम्रो राम्रो बहिनीहरूले कता हिँडेको हौ दुईजना यत्रो केटाकेटीले पार्छ माछा मैले एउटा पारेको छुइनँ मैले चाहिँ पारेको छु यसले बरु पार है हाम्रो चाहिँ 0 दिक्कार छ धेरै पारेर हिँडिसक्यौँ यतै माछा धेरै पार्ने चाहिँ हिलो भएको छ हात खुट्टा भान्जीले सबैभन्दा धेरै पार्नुभयो झन् सेलीमा माछा देखा सेलीमाले पारेको सबै एउटा चाहिँ यता दुईटा भतिजीले पार्यो यसले 0 0 0 0 0 0 जाउँ जना यहाँ माछा मारेर एकदमै गोरो भएको छु है माछा झरो अघि नैको मेहनत 3टा माछा पारेको नि उ त्यो बज्याले झार्दियो उ त्यो काले बज्या हिँड्दैछ उ त्यो यहीँ जा अब गरिन् कहाँ लुलु जा माछा चाहिँ आज 3टा पारेको थियौँ जम्मा जे पनि यो दुईजनाले यसले र यो सानो दुईजना भतिजिनले पारेको थियो उ त्यो कालेले झार्दियो भुइँमा पानीमै झार्दियो फेरि मैले चाहिँ एउटा पनि पारिनँ कालो मात्र भयो अब घर जानु लागेको है एउटा पनि परेन माछा मैले चाहिँ एउटा पनि पार्न सकिनँ माछा मारेर आइसक्यौँ है हामी चाहिँ फ्याट्टाफुट्टा अघि जाँदा कस्तो खुसी हुँदै गएको अहिले आउँदा न्याउरो मुख लगाएर कालो भएर भोक लागेर होइन सेलीमा सबैजना भाग हामी लास्टमा 3जना रह्यौँ यिनीहरू 2जनाले पारेको थियो यसले 2टा एउटा 3टा थियो त्यो पनि युसनले झार्दियो आजको लागि हाम्रो भ्लग यहीँ सकिएको छ खतम